नमस्ते सबैजनालाई। आज चाहिँ म धेरै दिनपछि चाहिँ एउटा यस्तो भिडियो एउटा भन्दा नि खाएको भिडियो चाहिँ हाल्दैछु। मलाई थाहा छैन कि म कस्तो कन्टेन्टतिर चाहिँ बनाउने के मलाई सुझाव सल्लाह दिनु होला गाइज। मैले चाहिँ कस्तो मतलब भोइसमा बोलेको राम्रो हुन्छ कि यत्तिकै लिपसिङमा गर्दा राम्रो हुन्छ कि खाएको भिडियो हाल्दा राम्रो हुन्छ कि कुन भिडियो हाल्दा राम्रो हुन्छ होला भन्नु गाइज। आज चाहिँ म धेरै टाइमपछि अन्डा यस्तो यस्तो अन्डा अनि चाउचाउ खाएँ ल भन्छ। म त हातले खान्छु आज त म। अनि के छ गाइज, कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? आज चाहिँ मसँग कोही छैन, मेरो भाउजू हुनुहुन्थ्यो। भाउजूले चाहिँ चाउचाउ खान छोडिदिएको अरे। अनि चिसो कतिको बढ्यो त, काठमाडौँतिर त लास्तै छ। मेरो त यस्तो के न भिडियो बनाइदिने मान्छे छ न के त्यही भएर भिडियो पनि त्यति राम्रो चाहिँ बनाउँदिनँ नि त म, किनकि भिडियो अब आफैले बनाउनु पर्छ। त्यही भएर मलाई पनि थाहा होइन मैले कस्तो भिडियो गर्दा चाहिँ राम्रो होला भन्ने। त्यही भएर साथीभाइहरू, दिदीबहिनीहरू, दाजुभाइहरू, मैले त कस्तो भिडियो हाल्दा राम्रो होला भनिदिनु पर्यो। म अलराउन्ड भएँ कि सबै भिडियो गर्ने। अलराउन्ड चाहिँ एउटैतिर कन्टिन्यू गरौँ भनेको। चाउचाउमा साग हालेर को खानुहुन्छ?